यो बीबीएस फर्स्ट इयरको सबै सब्जेक्टको क्वेसनहरू छ यो भिडियोमा, त्यसैले यो भिडियोलाई तपाईँ अन्तिमसम्म हेर्नुहोला। पहिलो के छ, फाइनेन्सियल एकाउन्टिङ एन्ड एनालाइसिस। यो हाम्रो 100 मार्क्सको हुन्छ र यसको पास मार्क के भनिन्छ 35 मार्क्स। फुल मार्क 100 र पास मार्क 35। 3 घन्टा टाइम हुन्छ। यसमा ग्रुप 3वटा हुन्छ, ग्रुप ए, ग्रुप बी र ग्रुप सी। ग्रुप एमा जम्मा सबै क्वेसन अटेम्प्ट गर्नुपर्ने हुन्छ। त्यसपछि ग्रुप बीमा एउटा क्वेसन छाड्नुपर्छ। अनि त्यसपछि ग्रुप सीमा पनि त्यस्तै हुन्छ, 4वटा क्वेसन हुन्छ अनि 3वटा क्वेसन बनाउनु पर्ने र एउटा क्वेसन छाड्ने। यसमा के भनिन्छ, न्युमेरिकल र थ्योरी दुवै हुन्छ। थ्योरी पढेर पनि पास हुन सक्छ र न्युमेरिकल पढेर पनि पास हुन सक्छ। तपाईँ यसरी तयारी गर्नुहोला। जस्तै हाम्रो यहाँ के छ, ग्रुप सीमा लङ क्वेसन जम्मा 2वटा बनाउनु पर्ने छ। 3वटा दिएको छ र 2वटा बनाउनु पर्ने छ। यो हाम्रो ग्रुप सी छ। यसमा थ्योरी पनि छ 19मा, 19A, B। त्यस्तै अब यो छ माइक्रो इकोनोमिक्स फर बिजनेस। यो पनि हाम्रो 100 मार्क्स छ, फुल मार्क्स अनि पास मार्क 35। यसमा पनि 3वटा ग्रुप छ, ग्रुप ए, ग्रुप बी, ग्रुप सी। अनि यसमा पनि ग्रुप सीमा फेरि 3वटा क्वेसन छ र 2वटा बनाउने। र ग्रुप बीमा पनि त्यस्तै हुन्छ, 6वटा हुन्छ र 5वटा बनाउने। अनि फेरि हाम्रो यो छ बिजनेस इङ्ग्लिस। बिजनेस इङ्ग्लिस पनि 100 मार्क्स र पास मार्क 35। यसमा पनि ग्रुप ए, ग्रुप बी र ग्रुप सी। यसको 2वटा बुक हुन्छ, एउटा ग्रामरको लागि र एउटा इङ्ग्लिसको लागि। यो पनि त्यस्तै छ। यसमा पनि अब ग्रुप सीमा कतिवटा 5वटा क्वेसन छ, त्यसबाट कुनै 3वटा बनाउने। यो हाम्रो भयो। अनि त्यसपछि छ बिजनेस इङ्ग्लिस, बिजनेस स्ट्याटिस्टिक्स म्याथ, या हामी स्ट्याट पनि भन्छौँ यसलाई। यसमा पनि त्यस्तै, यो फुल मार्क्स 100 छ र पास मार्क 35 छ। यसमा पनि ग्रुप ए, ग्रुप बी र ग्रुप सी हुन्छ। अनि त्यस्तै सीमा पनि 3वटा क्वेसन, 2वटा छाड्ने। ग्रुप सीमा 2वटा बनाउने र एउटा छाड्ने, जुन तपाईँले लाउँछ। अनि अब यो छ हाम्रो प्रिन्सिपल अफ म्यानेजमेन्ट, यानि कि यो लास्ट इक्जाम। यसलाई पिओएम वा 11-12मा हाम्रो यो सब्जेक्टको नाम थियो बिजनेस स्टडिज। यो त्यस्तै छ, अलिकति डिफ्रेन्ट छ बीबीएस फर्स्ट इयरमा। यसको पनि फुल मार्क 100 छ र पास मार्क 35 छ।